नाइस। आज चाहिँ असोजको 9 गते चाहिँ यस्तो खुल्ला दामी छ कि वाउ भ्यू छ। यो पाटै पुरै कुहिराहरू वाउ दामी लागेछ। हेलो हाई नमस्ते सबैजना, म चाहिँ रञ्जना राई तपाईँहरूको सामु आइपुगेको छु छोटो मिठो भिडियो लिएर ट्याक्क। आज चाहिँ हाम्रो मकै लगाएको ठाक्रामा नाइस भ्यू दसैँ आयो। कस्तो राम्रो दसैँ गोदावरी टक्क फाइनली साथीहरू हाम्रो चाहिँ मकै लगाइसकेको छौँ। टेन्टै देख्न सक्नुहुनेछ आजको नाइस भ्यू। दसैँ पनि आयो, हामी दसैँको लागि केही तयारी गरे होइन ट्र्याक्क। गर्मी छ दसैँ फुल ट्र्याक्क लगाएर त पनि छ फुल त। पिङ्क कलर पछि रेड कलर हुन्छ, पिङ्क कलर व्हाइट कलर पिङ्क कलर स्ट्रबेरी ए मरेछ यहाँका दसैँ फुल ट्रेन ट्रेन वाउ हाम्रो ठुलो खालको वाउ चाहिँ फुलहरू हो। फुलहरू फुलिसकेको छैन। वाउ गमला चाहिँ बोतल पिङ्क ग्लाफ व्हाइट लरे फुल गेट फुल पछि यस्तो राम्रो फुल्छ कि चाहिँ हिउँदामा फुल्ने खालको फुल। घाम भयो धेरै बास्ना मिठो छ कि दामी दामी दामी। फेरि यो भ्यू देखाउने एकचोटि मैले पहिले मकै सुकेकै यहाँ पनि छ त, तर यहाँ चाहिँ मरिसकेको छ यो दसैँ फुल। अब यति भन्दै आजको मेरो भिडियो चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु साथी। बाई बाई छोटो मिठो भ्लग तपाईँहरूलाई
Bye bye. Bye bye.